So, hey guys, MPS here. स्कुल पढ्दासम्म चाहिँ प्राइभेट स्कुल भनेको धेरै राम्रो, गभर्नमेन्ट स्कुल भनेको नराम्रो भनिन्थ्यो। तर अब जब कलेज पढ्ने बेला भयो, प्राइभेट कलेज भनेको नराम्रो, गभर्नमेन्ट कलेज भनेको राम्रो भन्न थाल्यो। तर वास्तवमा साँच्चै नै प्राइभेट कलेज भन्ने बित्तिकै नराम्रो हो त? राम्रो भन्ने बित्तिकै सरकारी हो त? आज त्यही टपिकमा मैले यो भिडियो बनाउँदैछु है त। आज मैले तीनटा टपिकहरू कभर गर्नेछु यो भिडियोमा। पहिलो चाहिँ प्राइभेट कलेज भर्सेस गभर्नमेन्ट कलेज। प्राइभेट कलेजमा राम्रो के छ, गभर्नमेन्ट कलेजमा राम्रो के छ, साथसाथै प्राइभेटको नराम्रो के छ र गभर्नमेन्टको नराम्रो के छ। त्यसपछि सेकेन्ड टपिक छ नेपालमा कुन प्राइभेट कलेजहरू छन् त इन्जिनियरिङ पढ्नको लागि, स्पेशल्ली काठमाडौँ भ्यालीमा चाहिँ कुन कलेज छन् त। र त्यस्तै गरी थर्ड टपिक छ हाम्रो ती प्राइभेट कलेजहरूमा कम्पेरिजन, कुन कलेज कुन कुरामा राम्रो छ र कुन कलेज कुन कुरामा नराम्रो छ। र यदि तीनटा टपिक मैले कभर गरिसकेपछि चाहिँ तिमीले पक्कै पनि कुन कलेज पढ्ने भनेर एउटा डिसिजन चाहिँ लिन सक्छौ है त। सो अब हामी कुरा गरौँ प्राइभेट कलेजको प्रोज र कन्स भनेको राम्रो र नराम्रो पक्षहरू। र सुरुमा राम्रो पक्षको कुरा गर्दाखेरि चाहिँ फर्स्ट भनेको एकाडेमिक सिरियसनेस। प्राइभेट कलेजले कसरी हुन्छ आफ्नो स्टुडेन्टलाई सकेसम्म राम्रैसँग पढाउन खोज्छ। स्टुडेन्टले जेसुकै गर भनेर छोडिदिँदैन। लगातार इक्जाम लिएर हुन्छ कि, मटेरियलहरू जति सबै प्रोभाइड गरेर हुन्छ कि, लेक्चर टाइम एक्सटेन्ड गरेर हुन्छ कि, कसरी हुन्छ कलेजले चाहिँ राम्रोसँग स्टुडेन्टलाई सबै कुरा दिने कोसिस गर्छ। र जति पनि सिलेबस छ त्यो टाइममै कम्प्लिट पनि गर्छ फेरि। तर गभर्नमेन्ट कलेजमा चाहिँ यो नहुन सक्छ। टिचरले सबै सिलेबस कम्प्लिट गर्ने भन्ने नहुन पनि सक्छ र कलेजबाट मेटेरियल रिसोर्सेसहरू पढ्नको लागि खासै प्रोभाइड पनि हुँदैन। नोटहरूदेखि लिएर इक्जामहरू पनि खासै धेरै हुँदैन, एउटा मात्रै इक्जाम हुन्छ र त्यसैको बेसिसमा सबै कुरा हुन्छ। र अर्को कुरा भनेको मोडर्न ल्याब फेसिलिटिज। ल्याबको फेसिलिटीहरू चाहिँ सायद गभर्नमेन्टमा भन्दा प्राइभेटमा अलि राम्रो छ कि भन्दा पनि अहिले चाहिँ राम्रो हुँदै गएको छ कि, किन भन्दा ओभर द टाइम प्राइभेट कलेजहरू एक आपसमा कम्पिटिसनै गर्नको लागि भए पनि यो कुराहरूमा कम्प्रोमाइज गर्दैन, सकेसम्म सबै कुरा प्रोभाइड गर्न खोज्छन्। तर गभर्नमेन्ट कलेजको ल्याब इनिसियल फेजमा बेस्ट थियो तिनीहरूलाई, तर बिस्तारै टाइम चेन्ज हुँदै जाँदाखेरि गभर्नमेन्ट कलेजलाई कसैसँग कम्पिटिसन गर्नु पनि छैन, जस कारणले गर्दाखेरि चाहिँ त्यही इनिसियल फेजमा जस्तो थियो त्यसरी नै चलिरहेको पाइएको छ। र अर्को कुरा छ टिचर्स एटेन्सन। गभर्नमेन्ट कलेजमा अलि ठुलै टिचरहरू हुनुहुन्छ, अलि एजेड टिचरहरू पनि हुनुहुन्छ, जो पिएचडी गरिसकेको टिचरहरू पनि, प्रोफेसरहरू पनि हुनुहुन्छ, जसले गर्दाखेरि उहाँसँग टाइमको पनि अलिकति लिमिटेसन हुन्छ र उहाँसँग भेट्नको लागि हामीलाई त्यति सजिलो पनि हुँदैन। उहाँसँग बसेर 1 घन्टा कुरा गर्छु भन्नको लागि नै हामीसँग त्यति समय चाहिँ उहाँले दिन भ्याउनुहुन्छ। तर प्राइभेट कलेजहरूमा टिचरहरूले चाहिँ हामीलाई राम्रोसँग टाइम दिन भ्याउनुहुन्छ। प्राय कतिपय टिचरहरू फुल टाइम नै हुनुहुन्छ, उहाँहरू कलेजमै बसिरहनुहुन्छ, चाहे क्लास होस् नहोस् त्यो बेलामा हामी गएर उहाँसँग जे कुरा पनि कन्सल्ट गर्न सक्छौँ, चाहे एकाडेमिक रिलेटेड केही क्वेसन सोध्न होस् या अरू कुराहरू पनि हुन पायो। तर गभर्नमेन्ट कलेजमा भने टिचरलाई त्यति साह्रो फुर्सद चाहिँ हुँदैन। उहाँ टिचर एउटा क्लास त्यहाँ पढाएर फेरि अर्को कलेजमा पढाउन जाने पनि हुन्छ। त्यो भन्दैमा प्राइभेट कलेजमा सबै फुल टाइम टिचर हुनुहुन्छ भनेको होइन, तर त्यहाँ फुल टाइम टिचरहरू पनि हुनुहुन्छ जोसँग तिमी गएर आनन्दले घन्टौँसम्म कुरा गर्न पनि सक्छौ। एउटा कनेक्सन बन्छ टिचर र स्टुडेन्ट बिच प्राइभेट कलेजमा चाहिँ। तर गभर्नमेन्ट कलेजमा सायद यो नहुन पनि सक्छ सबै टिचरमा। र अर्को भनेको एक्स्ट्रा ट्रेनिङ र स्किलहरू। नर्मली मैले देखे अनुसार चाहिँ प्राइभेट कलेजहरूमा ट्रेनिङहरू दिइने गरिन्छ, चाहे जस्तै सिभिल इन्जिनियरिङ छ भने अटोक्याडको ट्रेनिङ, इट्याप्सको ट्रेनिङ म आफैले पनि लिएको थिएँ। तर यो गभर्नमेन्ट कलेजमा चाहिँ कलेजले चाहिँ त्यसरी अर्गनाइज गर्दैन। अब स्टुडेन्ट ग्रुपले, स्टुडेन्ट सोसाइटीले गरेछ भने छुट्टै कुरा भयो, त्यो जुन कलेजमा पनि हुन मिल्यो। तर कलेजले इन्डिभिजुअली आफैले चाहिँ यस्तो अर्गनाइज चाहिँ अलिक कमै गरेको पाइन्छ। त्यस्तै गरी अर्को भनेको इन्टरनेसनल कोलाबोरेसन। कतिपय प्राइभेट कलेजहरूले, सबैले होइन तर कतिपय कलेजहरूले इन्टरनेसनल लेभलमा कोलाबोरेसन पनि गरेको हुन्छ। उताबाट स्टुडेन्ट आउने, यताको स्टुडेन्टहरू मिलेर केही प्रोजेक्ट गरेको पनि पाइएको छ। र अर्को छ प्राइभेट कलेज भनेको रिक्वायरमेन्ट अनुसार अप टु डेट चाहिँ हुन्छ, किन भन्दा धेरै प्राइभेट कलेजहरू बिच कम्पिटिसन त छ, अघि पनि मैले भनिसकेँ। जसले गर्दाखेरि चाहे ल्याबको कुरा होस्, प्रोजेक्टरको कुरा होस्, टिचिङ मेटेरियलको कुरा होस्, टिचरकै कुरा होस्, हरेक कुरा गर्दाखेरि सबै कलेज अर्को कलेज भन्दा चाहिँ बेटर हुन कोसिस गर्छ, जसले गर्दाखेरि ऊ बेटर भएर निस्किन्छ पनि। तर गभर्नमेन्ट कलेजमा कुनै पनि कम्पिटिसन भन्ने हुँदैन। गभर्नमेन्ट कलेजलाई मैले आफ्नो लेगेसी मेन्टेन गर्नुपर्छ भन्ने पनि केही छैन, किन भन्दा स्टुडेन्ट यसै पनि एडमिसन गर्न गइ नै हाल्छ। त्यही भएर गभर्नमेन्ट कलेजलाई यो सब कुराको कम्पिटिसनले प्रेसर दिँदैन। र सायद यही कुराले गर्दाखेरि कतिपय कुराहरूमा स्टुडेन्टमा मोडर्न टेक्नोलोजीहरू ल्याउनको लागि चुकेको पनि हुन सक्छ। र अर्को भनेको अभाइलेबिलिटी अफ मेटेरियल। मैले अघि नै पनि भनिसकेँ, पढ्नको लागि होस् या अरू कुनै कामको लागि होस्, मटेरियल भनेको कलेजले सकेसम्म सबै प्रोभाइड गर्छ। पढ्नकै लागि हो भने पनि नोटदेखि लिएर स्लाइडहरू, असाइनमेन्टहरू पनि यति धेरै हुन्छ जसले गर्दाखेरि पनि स्टुडेन्ट पढ्छ। इक्जामहरू पनि यति धेरै हुन्छ, एउटा मात्रै इक्जाम हुँदैन, 2टा 3टा त मिनिमम जसरी नै हुन्छ सबै प्राइभेट कलेजमा। त्यो इक्जामकै प्रेसरले भयो भने स्टुडेन्टले पढ्छ। कसरी हुन्छ स्टुडेन्टले धेरै पढोस्, जानोस् भन्ने चाहिँ कलेजको मोटिभ हुन्छ
हुन्छ। त्यही भएर त्यही हिसाबको मेटेरियल पनि कलेजले सबै कुरा प्रोभाइड गर्छ है त। र अर्को कुरा भनेको नर्मल्ली हायर र्याङ्क स्टुडेन्टहरूले गभर्नमेन्ट कलेज नै चुज गर्छन् सुरुमा। गभर्नमेन्ट कलेजको सबै सिटहरू सकिसकेपछि बल्ल प्राइभेट कलेजमा स्टुडेन्ट आउने हो। त्यो भइसकेपछि एक हिसाबले अलि बढी क्वालिफाइड स्टुडेन्ट छन् भने उनीहरू गभर्नमेन्ट कलेजमा गइहाल्छन् भन्ने बुझिन्छ। त्यही भएर अलि लोवर र्याङ्क भएको स्टुडेन्ट मतलब कि अलिकति कम क्वालिफाइड भएको स्टुडेन्ट चाहिँ प्राइभेट कलेजमा आउँछन् भन्ने बुझिन्छ। अब सबै केसमा यो नहुन पनि सक्छ, तर त्यो भइसकेपछि आफ्नो वरिपरि हेर्ने भने त्यस्तो खत्रै स्टुडेन्टहरू भन्ने हुँदैन। अब त्यो ठाउँमा आफू गइसकेपछि आफू अलिकति मात्रै बेटर छ भने पनि एउटा ठुलो अपर्च्युनिटी पाउन सकिन्छ कि। त्यो धेरै कुरामा हुन सक्छ त्यो अपर्च्युनिटी, चाहे रिसर्चमा हुन सक्छ, कुनै प्रोजेक्टमा हुन सक्छ, जे कुरामा पनि हुन सक्छ। क्लासमै टपर हुन पनि सक्यो, टपर भयो भने पनि स्कलरसिप पाइन्छ प्रत्येक सेमिस्टरमा भन्ने कुरा पनि तिमीलाई थाहा छ होला। त्यही भएर यो हिसाबले एउटा ठुलो अपर्च्युनिटी चाहिँ हो कि सायद तिमी यत्तिकै स्किल यत्तिकै क्वालिफिकेसन भएर कुनै एउटा सरकारी कलेजमा गएको भए तिमीलाई त्यति गनिँदैन थियो होला, सबैको मासमा तिमी केही पनि होइन जस्तो हुन्थ्यो होला। तर त्यत्तिकै क्वालिफिकेसन त्यत्तिकै सबै कुरा भएर प्राइभेटमा आयो भने अब यस्तै स्टुडेन्ट अरू पनि हुन सकेछ कुनै, तर मेजोरिटी अफ द केसमा चाहिँ त्यत्तिको स्टुडेन्ट अलि बढी हाइलाइट भएको हुन सक्छ। त्यो हुने बित्तिकै टिचरहरूसँग नि नेटवर्किङ बढ्न थाल्यो, त्यो भइसकेपछि आफूलाई फ्युचरमा पनि करियर डेभलपमेन्ट हेल्प हुन सक्छ। त्यही भएर यो एउटा सबैभन्दा ठुलो अपर्च्युनिटी हो। गभर्नमेन्ट कलेज नपढेर प्राइभेट पढ्नुको सबैभन्दा ठुलो फाइदा चाहिँ यही नै देख्छु मैले। र यसैको साथ अब नराम्रो पक्ष चाहिँ के छ त प्राइभेट कलेज, यसलाई सुरुवात गर्न पर्दाखेरि चाहिँ हामी एक्सपेन्सबाटै जाउँ है त। सबैभन्दा सुरुमा त महँगो हुन्छ। तिमी गभर्नमेन्ट कलेजमा स्कलरसिपमा पढ्यौ भने तिम्रो वर्षभरिमा 50,000 जति पनि लाग्दैन होइन, तर तिमी पेइङमै सरकारीमा पढ्यौ भने पनि तिम्रो ओभरअल भनेको कति 3-4 लाख लाग्ला धेरैमा त्यो पनि। तर तिमी प्राइभेट कलेज पढ्यौ भने तिम्रो 10 लाख त गइ नै हाल्छ। तर अहिले यति धेरै भाउ बढेको छ कलेजहरूको, 15 लाखसम्म पनि पुगेको मैले देखेको छु। त्यो त अझ 2 वर्ष अगाडिको कुरा हो। अब अहिले के छ अब मैले बुझ्न जानुपर्छ। त्यही भएर मेजोरिटी कुरा भनेको चाहिँ सबैभन्दा सुरुमा एक्सपेन्सकै कुरा आउँछ। र अर्को कुरा भनेको चाहिँ फ्रेन्ड सर्कल एन्ड इन्भाइरोमेन्ट। अब मैले अघि तिमीलाई भने अपर्च्युनिटी आउँछ भनेर त भने, तर त्यो अपर्च्युनिटी पाउनको लागि चाहिँ तिमी अरूभन्दा भिन्न भएर निक्लिनु पर्ने हुन्छ कि। अरूले जति इफोर्ट गरिरहेको छन् त्योभन्दा एक्स्ट्रा दिएर चाहिँ आफू बस्नुपर्ने हुन्छ। तर नर्मल्ली के पाइएको हुन्छ भन्दाखेरि चाहिँ आफ्नो फ्रेन्ड सर्कल कस्तो छ, आफ्नो इन्भाइरोमेन्ट कस्तो छ, वरिपरि कस्तो छ, आफू पनि त्यस्तै बनिन्छ। यदि तिमी राम्रो इन्भाइरोमेन्टमा छौ भने त्यो तिमी जबरजस्ती राम्रै बन्छौ, यदि तिमी नराम्रो इन्भाइरोमेन्टमा छौ भने त्यो नराम्रो नै बन्ने बढी प्रोबाबिलिटी हुन्छ। तर होइन मेरो इन्भाइरोमेन्ट जस्तो छ त्यस्तोमा पनि म आफूलाई निहारेर ल्याउँछु भन्छौ भने त त्यो फेरि तिम्रै राम्रो पक्षमै जाने भयो। र अर्को भनेको टाइम म्यानेजमेन्ट। प्राइभेट कलेजमा अलि बढी नै असाइनमेन्टहरू दिने, ल्याब रिपोर्टहरू, ट्युटोरियलहरू, तिम्रो इक्जामहरूको सेड्युल पनि अलि बढी नै गराइएको हुन्छ। स्टुडेन्टले राम्रो गरोस् भनेरै गराइएको गराउनलाई, तर यति धेरै कामहरू हुन्छ कि स्टुडेन्ट निकै बिजी हुन्छ क्या, यो गर्ने कि त्यो गर्ने कि गर्दाखेरि एक्स्ट्रा स्किल सिक्नलाई नि खासै टाइम भ्याउँदैन, के साइड हसल गर्छु भन्नलाई पनि भ्याउँदैन। तर गभर्नमेन्टमा फेरि तिमीलाई एकदम फ्री छोडिएको हुन्छ कि जे गर्ने हो गर भनेर फ्री छोडिएको हुन्छ प्राय केसमा। किन भन्दा उनीहरूको असाइनमेन्टहरू खासै धेरै हुँदैन, इक्जामको सेड्युल खासै धेरै हुँदैन, क्लासहरू पनि कतिपय त खाइ नै गइरहेको हुन्छ। त्यो भइसकेपछि तिमीलाई अलिकति साइड हसल गर्छु भने पनि तिमीले टाइम म्यानेज गर्न सक्छौ है त। त्यस्तै गरी अर्को भनेको तिम्रो स्ट्रिक्टनेस। प्राइभेट कलेज गभर्नमेन्ट भन्दा अलिकति स्ट्रिक्ट चाहिँ हुन्छ है फेरि। अब इन्जिनियरिङ कलेज हो, तिम्रो कपाल कत्रो पालेको छ, कस्तो ड्रेस लगाएको छ, यताउति त चेक हुँदैन नै। तर पनि कहिलेकाहीँ अब असाइनमेन्टहरू सब्मिट गर्ने कुरादेखि लिएर एटेन्डेन्सको कुराहरू, अब एटेन्डेन्स त अब 70% नपुरा सबै कलेजमा एनक्यू नै लाग्छ भन्ने हाम्रो प्रावधान छ। तर पनि गभर्नमेन्ट कलेजहरूमा कतिपय टिचरमा डिपेन्ड हुन्छ। कतिपय टिचरले मतलबै गर्नुहुन्न, जति आउने आइज नआउने नआइज मलाई मतलब छैन भनेर छोडिदिनुहुन्छ भने प्राइभेट कलेजमा चाहिँ यो एटेन्डेन्सको कुरालाई चाहिँ अलि स्ट्रिक्टली नै लिइएको हुन्छ। 70% पुगेन भने बोर्ड इक्जाम दिन नपाउने जसरी। फेरि एक हिसाबले ठिक पनि हो, यदि तिमी घरै बसेर मोबाइल स्क्रोल गरेर बस्नुभन्दा त बरु त्यही एटेन्डेन्सको डरले भए पनि कलेज जान्छौ। अब यो तिमी आफूमा डिपेन्ड हुने, यो स्ट्रिक्टनेसले तिमीलाई फाइदा गर्छ कि बेफाइदा गर्छ तिम्रो नेचरमा डिपेन्ड हुन्छ। के थाहा तिमीलाई फ्री छोडिदिने हो भने तिमी जे पनि गर्ने, नराम्रो काममा टाइम वेस्ट गरेर बस्ने गर्छौ कि। त्यस्तो केसमा त अलिकति स्ट्रिक्ट भएकै ठिक फेरि। तर होइन म त आफूले आफूलाई कन्ट्रोल गर्न सक्छु, म आफ्नो हिसाबले चल्छु भन्दा भन्दै उता स्ट्रिक्टनेस उताको रुलहरूले गर्दाखेरि तिमीलाई बाँधेर राखेको छ। आफ्नो फ्रिडम तरिकाले, फ्लेक्सिबल तरिकाले आफ्नो केही काम गर्न पाएको छैनौ भने सायद तिमीलाई त्यसले घाटा लाग्ला। त्यही भएर यो चाहिँ तिमीमा डिपेन्ड हुने कुरा हो। र अर्को कुरा भनेको तिम्रो गभर्नमेन्ट कलेज जस्तै कि पुल्चोक कलेज भन्ने बित्तिकै ओहो भनेर अलि राम्रो दृष्टिकोणले हेरिने चलन छ समाजमा
त्यस्तै गरी प्राइभेट कलेज भनेको ए भन्ने खालको चलन छ र त्यो भन्दैमा तिमी प्राइभेट कलेज पढ्दैछौ भने तिमी केही गर्न नसक्ने भन्ने हुँदैन। पुल्चोक कलेज पढेको भन्दा धेरै राम्रो भएर निस्किन सकिन्छ, त्यसमा कुनै दुई मत छैन, जो पनि सक्छ। र अल्टिमेटली लास्टमा तिम्रो पुल्चोकको सर्टिफिकेट भएदेखि अलिकति राम्रो हुने, यताको सर्टिफिकेट भए नराम्रो हुने भन्ने पनि खासै हुँदैन। सायद केही समय अगाडि हुन्थ्यो होला, तर आजकल चाहिँ तिम्रो सर्टिफिकेट भन्दा नि बढी स्किलले म्याटर गर्छ। तिमीसँग के स्किल छ त्यति, त्यो भन्दा बढीतिर जानु पर्दैन। त्यही भएर यसले तिम्रो करियरलाई खासै इफेक्ट गर्ने त होइन, तर पनि मान्छेको एउटा हुन्छ नि त पुल्चोक पढेको भन्ने बित्तिकै एउटा अलिकति राम्रोसँग उ गरेको भन्ने पाइएको छ। सो यही नै हो प्राइभेट कलेजको प्रोज र कन्स। अब यसपछि चाहिँ हामी काठमाडौँमा भएको प्राइभेट कलेजहरू कुन कुन छ त? हामी टियुको कुरा गर्दैछौँ है त अहिले सबैभन्दा सुरुमा। अब यसको लागि मैले कुनै र्याङ्क गरेको छैन 1 2 3 भनेर, मैले अल्फाबेटिकल अर्डर वाइज सबै कलेजको नाम भन्दै जान्छु। सुरुमा एडभान्स कलेज अफ इन्जिनियरिङ, हिमालयन कलेज अफ इन्जिनियरिङ, जनकपुर इन्जिनियरिङ कलेज, कान्तिपुर इन्जिनियरिङ कलेज, क्याथफोर्ड इन्जिनियरिङ कलेज, काठमाडौँ इन्जिनियरिङ कलेज, खोपा इन्जिनियरिङ कलेज, ललितपुर इन्जिनियरिङ कलेज, नेसनल इन्जिनियरिङ कलेज र सगरमाथा इन्जिनियरिङ कलेज। यो मैले र्याङ्क गरेको होइन है, जस्ट अल्फाबेटिकल अर्डर वाइज मात्रै भनेको। त्यसै गरी अब यी कलेजहरूलाई कम्पेरिजन गर्नको लागि चाहिँ 3-4वटा क्राइटेरिया हेरौँ है त हामीले। सबैभन्दा सुरुमा चाहिँ हामी लोकेसनबाट हेरौँ है त। अब लोकेसन भन्दाखेरि कुन टाढा कुन नजिक, तिमी कलेजको नजिक बसेछौ भने त्यो त नजिकै हुने भयो, कलेजभन्दा टाढा बसेछौ भने टाढा हुने भयो, त्यो छुट्टै कुरा। तर मैले अहिले भन्दैछु कि अलिकति पाइ पर्ने ठाउँ भन्ने हुन्छ नि त, रोडको नजिकै भएको, गाडी जाने ठाउँ, त्यस्तै गरी अलिक सेन्टरमा भएको ठाउँ, यो हिसाबले चाहिँ मैले लोकेसनलाई प्रायोरिटाइज गरेको छु है त। अब यसमा लोकेसनको हिसाबले ठ्याक्कै रोडको नजिकै कलेज भनेको एउटा छ केइसी कालीमाटी, त्यस्तै गरी अर्को छ क्याथफोर्ड इन्जिनियरिङ कलेज र अर्को छ एडभान्स कलेज अफ इन्जिनियरिङ। र लोकेसनको हिसाबले अलिकति पाइ नपर्ने ठाउँ भनेको चाहिँ एउटा छ जनकपुर इन्जिनियरिङ कलेज, त्यस्तै गरी हिमालयन इन्जिनियरिङ कलेज, ललितपुर इन्जिनियरिङ कलेज र खोपा इन्जिनियरिङ कलेज। अब नेसनल इन्जिनियरिङ कलेज र सगरमाथा इन्जिनियरिङ कलेज भनेको मोडरेट ठिकै ठाउँमा छ, त्यस्तो टाढा पनि छैन, त्यस्तो नजिक पनि छैन रोडबाट। अब स्टुडेन्टको इन्ट्रेस्टको हिसाबले अलिकति छिटै फुल हुने या भनौँ धेरै स्टुडेन्टहरू एडमिसन हुने या छिटै रोज्ने खालको कलेजहरू। अब यसमा सबैभन्दा सुरुमा त आउँछ खोपा कलेज अफ इन्जिनियरिङ। खोपा कलेज प्राइभेटमा मात्रै होइन कि कहिलेकाहीँ त गभर्मेन्ट कलेज भन्दा पनि माथि प्रायोरिटीमा आएको हुन्छ के। कतिपय केसमा पुल्चोक पछिको प्रायोरिटी भनेको खोपा कलेज अफ इन्जिनियरिङ पनि भएको हुन्छ स्टुडेन्टको। त्यसपछि अरू छ काठमाडौँ इन्जिनियरिङ कलेज र एडभान्स कलेज अफ इन्जिनियरिङ, र अहिले विगतको 1-2 वर्षमा हेर्दाखेरि नेसनल कलेज अफ इन्जिनियरिङमा पनि स्टुडेन्टको इन्ट्रेस्ट अलिक बढी देखिएको छ। त्यस्तै गरी अलिक कम इन्ट्रेस्ट कुनमा देखिएको छ भन्दाखेरि चाहिँ जनकपुर इन्जिनियरिङ कलेज, ललितपुर इन्जिनियरिङ कलेज र क्याथफोर्ड इन्जिनियरिङ कलेजमा अहिले विगतको वर्षमा केही कम इन्ट्रेस्ट देखिएको छ है त। त्यस्तै गरी एक्सपेन्सको हिसाबले चाहिँ कुन महँगो कुन सस्तो, अब यसमा चाहिँ काठमाडौँ इन्जिनियरिङ कलेज र एडभान्स कलेज अफ इन्जिनियरिङ अरूभन्दा कम्पेरिटिभली अलिक बढी महँगो जस्तो मैले पाएको छु। अब इन्फ्रास्ट्रक्चर, बिल्डिङ, ल्याबहरूको हिसाबले हेर्दाखेरि चाहिँ काठमाडौँ इन्जिनियरिङ कलेज, एडभान्स कलेज अफ इन्जिनियरिङ, खोपा इन्जिनियरिङ कलेज र हिमालयन कलेज अफ इन्जिनियरिङमा चाहिँ अलिकति बेटर इन्फ्रास्ट्रक्चर भएको जस्तो मान्छु अरू कलेज भन्दा चाहिँ। त्यस्तै गरी एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा ध्यान दिने कलेजहरू भनेको चाहिँ सगरमाथा इन्जिनियरिङ कलेज, काठमाडौँ इन्जिनियरिङ कलेज, एडभान्स कलेज अफ इन्जिनियरिङ र हिमालयन कलेज अफ इन्जिनियरिङ चाहिँ अलिक बढी एक्टिभ देखिएको छु। त्यस्तै गरी अलिकति हो हल्ला नभएको, अलिकति पिसफुल इन्भाइरोमेन्टमा भएको कलेज चाहिँ कुन छ त भन्दाखेरि चाहिँ सगरमाथा इन्जिनियरिङ कलेज, हिमालयन कलेज अफ इन्जिनियरिङ, खोपा कलेज अफ इन्जिनियरिङ र कान्तिपुर कलेज अफ इन्जिनियरिङ। र लास्ट बट नट द लिस्ट कुरा छ एकाडेमिक्स। पढाइ कुनमा राम्रो हुन्छ त, टिचर कुनमा राम्रो हुन्छ त भन्ने कुरामा चाहिँ सबै प्राइभेट कलेजमा इक्वली नै राम्रो हुन्छ, यसमा चाहिँ दुई मत छैन। एक त त्यही एउटै टिचर प्राय घुमिरहेको हुनुहुन्छ होइन, यताको कलेज उताको कलेज पार्ट टाइमको हिसाबले। अर्को फुल टाइमको हिसाबले हेर्दाखेरि पनि सबै कलेजमा क्वालिफाइड राम्रो टिचर नै हुनुहुन्छ, नराम्रो भन्ने कुनैमा नि हुन्न। तिम्रो प्राइभेट कलेज भन्ने बित्तिकै कलेजले सकेसम्म स्टुडेन्टको राम्रै चाहेको हुन्छ, किन भन्दा कलेज आफू सर्भाइभ गर्नको लागि पनि स्टुडेन्टको पर्फर्मेन्सले डिटरमाइन गर्ने हो। स्टुडेन्टले जति राम्रो गर्यो कलेजलाई त्यति राम्रो हुने हो। त्यही भएर कलेजले चाहन्छ कि तिम्रो रिजल्ट राम्रो होस्, तिमीले धेरै स्किल गेन गर, तिमीलाई अलि बढी एक्सपोजर मिलोस् र तिमीले मार्केटमा कलेजको साथसाथै आफ्नो पनि नाम रोशन गर भन्ने चाहिँ चाहन्छ। त्यही भएर एकाडेमिक्सको मामिलामा चाहिँ कुनै पनि कलेज बढी या कम भन्ने छैन, सबै कलेजको उत्तिकै ध्यान दिएको हुन्छ र सबै कलेजमा उत्तिकै राम्रो टिचिङ इन्भाइरोमेन्ट चाहिँ हुन्छ है त। सो यदि क्राइटेरियाहरू हेरिसकेपछि तिमीले सबै कुरा एनालाइज गरेर आफूलाई कुन कलेज सबैभन्दा बढी सुइटेबल हुन्छ भन्नेको मूल्याङ्कन चाहिँ तिमीले गर्न सक्छौ जस्तो चाहिँ अब मलाई लाग्छ। तैपनि अरू केही क्वेसनहरू छ भने म त छँदैछु, तिमी चाहे कमेन्ट गर्न सक्छौ या मलाई पर्सनली DM पनि गर्न सक्छौ है त। सो यति भन्दा यो भिडियो चाहिँ मैले अहिले यहाँ नै एन्ड गरेँ। सी यू सुन इन नेक्स्ट भिडियो। Until then, keep learning, keep growing, and stay productive.